So hi everyone, Kamri mo good morning once again. Lo आज चाहिँ हजुरहरुसँग एउटा भ्यू पोइन्ट देखाउँदैछु है साथीहरु। हामी चाहिँ सबैजना फ्यामिली मिलेर चाहिँ आज चाहिँ हामी चाहिँ यसो जंगलतिर निस्केको है। अब बर्गुसमा चाहिँ विन्टरमा चाहिँ एकदमै मजा हुन्छ नि त जंगलतिर जानु है। अनि हामी चाहिँ सब्जी खोज्दै निस्किँदै गरेको है साथीहरु। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ फरेस्ट एरिया हो। यहाँ चाहिँ टेरेसिङ गरेको थियो नि त है। सो यहाँ जुम हामीले यहाँ टेरेसिङ गरेको जग्गा छ। यहाँ गएर खाजा खानुपर्छ। अब हामी भन्दै चाहिँ हामी चाहिँ यसरी हिँड्दै थियौं नि त साथीहरुलाई देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पहिला उनीहरुले काम गर्दा बसेको जग्गा हो। अनि यहाँ चाहिँ आगो फुकेर साथीहरु दुधको चिया खानेलाई दुधको चिया छ। अनि फिका चिया पनि छ। लु साथीहरु सिस्नो पनि अलिकति पायौं। अब यहाँ अलिकति थका मारेर चाहिँ हामी चाहिँ यहाँ अलिकति बसेर झालमुरीहरु बनाएर खाऊँ भनेर चाहिँ यहाँ चाहिँ खाजा खान लागेको है साथीहरु। देख्न सक्नुहुन्छ झालमुरी चाहिँ भाडा चाहिँ यस्तोमै छ। दुखा सुखा मिठो भइहाल्छ जंगलमा चाहिँ। लु साथीहरु अब फाइनली झालमुरी पनि रेडी भइसक्यो। देख्न सक्नुहुन्छ अलिक सेतो सेतो भएको छ झालमुरी चाहिँ। हेर्नुस् न भए पनि ठिकै छ। लु कम भनेर सबैजना झालमुरी खाँदै आगो धाप्दै बसिरहेको थियौं गफ गर्दै। अब यो खाइसकेर हामी उतापट्टि जानुपर्छ। सिस्नो त्यहाँनिर अलिक पाउँछ भन्दै थियौं त साथीहरु। हजुरहरुले देख्न सक्नुहुन्छ यस्तो दामी जग्गा रहेछ। यहाँ चाहिँ डाँडामा हेर्न सक्नुहुन्छ। लु हामी चाहिँ यहाँ चाहिँ उन्दोपट्टि छ होला भनेर त्यहाँ गएको। लास्टमा चाहिँ त्यहाँनिर सिस्नो बेसी पाइन। फेरि उम्बै चढ्नु पर्ने भयो है साथीहरु। यहाँ चाहिँ सिस्नो बेसी छैन। अनि यहाँ चाहिँ यो लहरा चाहिँ एकदम बम्पको बेरहरु लाउने लहरा हुन्छ भनेर चाहिँ अहिले चाहिँ काटेर बोकिराख्नु उतातिर पाउँदैन भन्दै थियौं त। त्यसरी साथीहरु याद हुनेलाई चाहिँ यस्तो हुन्छ है। आइलाई चाहिँ याद छ नि त यो लहरा चाहिँ एकदम बम्पको बेरहरु लाउने हुन्छ भनेर चाहिँ काट्दै थियो है। यसलाई चाहिँ सुक्काइ राख्नुपर्छ रे। अनि सुक्काइ राखेर चाहिँ बादमा चाहिँ लाउनुपर्छ रे नि त। हाइसाको बेर बम्पको बेरहरु हुन्छ भन्ने थियो। एकदम राम्रो हुन्छ फरेस्ट जग्गाको भनेर चाहिँ है साथीहरु यसरी बोकेर हिँड्यो। त्यसपछि चाहिँ त्यहाँनिर चाहिँ सिस्नो चाहिँ छैन। चाहिँ साथीहरु हेर्न सक्नुहुन्छ यस्तो दामी भ्यू रहेछ यहाँनिर चाहिँ भ्यू पोइन्ट। अनि हामी चाहिँ तल एक रन गएर सिस्नो खोजी राखेर आयो। उतापट्टि चाहिँ अर्कै जग्गा पुग्छ नि त। सो त्यही भएर फेरि उकालो चढे सेसेर फेपे गर्दै हो। सिस्नो फेरि यताबाटै जानुपर्छ। फेरि भरे हामी कहाँ पुग्ने रहेछौँ भनेर चाहिँ साथीहरु हेर्नुस् न। सिस्नो चाहिँ यस्तो दामी कलिलो कलिलो निकै चाहिँ पाउनु चाहिँ पायो है। त्यसपछि यहाँनिर हेर्नुस् नानीहरुको बचपनको उतौलो है। यसरी खेल्न थाले पिङ हो। रमाइलो गर्दैछ सबैजनाले। सो उसले पनि खेल्छु भने म पनि खेल्छु। यहाँनिर दामी रहेछ सानो मेरै जिउको रहेछ भने उसलाई पनि खेल्न रोल गर्दै थियो नि हो साथीहरु। हेर्नु नानीहरु म चाहिँ अलिक आँट पुगेन खेल्नु है। त्यसपछि चाहिँ लु अब चाहिँ हामी फर्किनुपर्छ भनेर चाहिँ घाँस पनि लानुपर्छ भनेर चाहिँ यहाँनिर घाँस पनि दामी पाइहाल्यो साथीहरु। अब घाँस कटाइ हुँदैछ हो। सो त्यसपछि हजुरलाई सिस्नो चाहिँ कति पायो भन्दाखेरि चाहिँ हामीले चाहिँ आज 12 जना गइछ नानीहरुसँग गरेर है। अनि एक बोरा खाँदेर चाहिँ एक बोरा पायो। अनि अलिअलि घरमा खानी चाहिँ राख्यौं। यो चाहिँ उन्दो बहिनीले लानुको लागि नि त है। उनीहरुको जग्गामा चाहिँ सिस्नो पाउँदैन अरे हो। सो त्यही भएर अनि हामीले घाँस पनि बटल गरेर चाहिँ 5 बारी रहेछौ। लु घाँस लिएर चाहिँ अब चाहिँ फर्किन लागेको। एकदमै जाडो पनि हुन थाल्यो है। अब टाइम पनि निकै भयो। अनि अहिले फिलहाल चाहिँ हामी चाहिँ यहाँ गोठमा आइपुग्यो है साथीहरु। यस्तो रमाइलो देख्छ नि गाईहरु पनि सबै गोठमा आइरहेको रहेछ। घाँस देखेर पसन्द छ। मैले चाहिँ अलिकति अलैँचीको बिउ पनि पाएँ साथीहरु। गाई नाचिने जग्गामा चाहिँ अलिकति अलैँची रहेछ। त्यो बिउ पनि लिएर आयो हो। अनि हेर्न सक्नुहुन्छ गाईहरु पनि सबै गोठमा आइरहेको छ रमाइलो हो। सो अब चाहिँ हामी चाहिँ आधी घाँस चाहिँ यहाँ आइहरुको चाहिँ गोठमै राख्छौं नि त बाछालाई। अनि आधी चाहिँ उन्दो घर लिएर जान्छौँ हो साथीहरु। अनि गोठमा आइपुगेपछि चाहिँ लु चिया पनि मिठो खानु पाइहाल्छ है। ल आजको भ्लग चाहिँ यति नै। थ्यांक यू सो मच फर वाचिङ।